ओलीगुले आज के भनेछ थाहा छ? सभापतिहरू नै उपसभापतिहरू नै, अनि कसरी हुन्छ प्रधानमन्त्री? र हामी भन्छौँ कसैले प्रधानमन्त्री भइहाले भन्दैमा या कसैलाई प्रधानमन्त्री बनाउने भनेर मैले त प्रधानमन्त्री बन्नेवाला नाम चलेका मान्छेलाई अलिक बाठै ठानेको थिएँ। अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कालाई, पार्टी अर्कालाई, सबै अर्कालाई दिएर अनि प्रधानमन्त्री तिमी खाउला भनेर। एगु कुन संविधानमा लेखिएको छ सभापति वा अध्यक्ष मात्रै प्रधानमन्त्री हुन्छ भनेर? यो देश लोकतन्त्र हो, तिम्रो पार्टी अफिस होइन। प्रधानमन्त्री सभापतिको कुर्सीबाट होइन, जनताले चुनेको संसदबाट बन्ने हो। र अब सत्य कुरा गरौँ, यदि तिमीले भ्रष्टाचारमा पार्टीका नेताहरूलाई संरक्षण नगरेको भए पार्टीभित्रैबाट लाताले हानेर उहिले निकालिसक्थे। तर तिमी के बन्यौ? भ्रष्टाचारको ढाल। ढाल बनेपछि अहङ्कारको सिंहासनमा बसेर देश आफ्नै ठेक्का सम्झियौ। अहङ्कारले भरिएको गु, तिमीले देश चलाएको होइन, डर, दबाब र सौदाबाजीले कुर्सी जोगाएको मात्रै हो। आज तिमी अरूलाई प्रश्न गर्छौ, तर तिम्रो राजनीति प्रश्न होइन, अभियोगको सूची हो। अब जनताले बुझिसके, देश पार्टीको वीरता होइन, प्रधानमन्त्री पद कसैको निजी सम्पत्ति होइन।